होइन हाइट पनि त म्याच हुनु पर्दैन होइन सिम्पल कुरा हो यो तपाईलाई फेरि सबै अग्लै पर्नु हुँदो रहेछ त फर्स्ट दिनमा पनि अग्लै हुनुहुन्थ्यो विमलजी पनि अग्लै हुनुहुन्छ तपाईँ आफै अग्लै हुनुहुन्छ अनि त्यसपछि त अलिकति हाइट नै चाहियो नि त डल्लो केटासँग त मलाई गर्छ म इन्डस्ट्रीमा आउनु अगाडि नै म मदन दाइलाई मैले चिनेको थिएँ नि त कुनै समस्या छैन नि त हामी पहिलाबाटको साथी हो भन्दा त्यस्तो केही जेलसी टाइपको केही बन्दा टाइपको तपाईँ चाहिँ झसँग हुनुभयो कि सुनेर खुसी हुनुभयो कि बिहे भनेको चाहिँ एउटा घरजम हुने कुरामा किन दुख्नु तर रिलिजपछि गर्दा बेटरै हो राम्रो मान्छे कहिले पनि जाँदैन है याद रहोस् दाइ तपाईँले यो लाइन कहाँ हुन्छ फ्रेम गरेर भित्तामा राख्नु राम्रो मान्छे चाहिँ जाँदैन राम्रो मान्छे जाँदैन जाँदैन कस्तो छ नर्सो पोस्टर गरे जस्तो छ यो लभ भित्र एक्सन कि एक्सन भित्र लभ भइरहेछ रियल लाइफमा बोथ ए रियल लाइफमा त नो रियल लाइफमा त त्यस्तो केही पनि छैन बिहान जिम गयो होइन यसरी नै बितिरहेछ नि हाउ अनरोमान्टिक यस्तो त हुनुहुन्न एउटा कुरामा फोकस भइसकेपछि त्यो ध्यान नै नजाँदो रहेछ तपाईँ चाहिँ किन राजदाइको कुरालाई चाहिँ किन डिफेन्ड गरिरहनु भएको छ मलाई पनि अघि त्यही प्रश्न थियो नि त अनि मैले भनेको कि सबैको उसबाट बोलेको नि त तपाईँको विवाह हुने भयो भनेर आयो एकचोटि होइन रिसेन्टली तपाईँको एकदमै रुचाइएको पेयर वान अफ द पेयर हो उहाँ म्युजिक भिडियोमा होइन पलजीसँग फर्स्ट हो त्यो मेरो होइन त्यसरी आएको भनेको यो 2 वर्षको अन्तरालमा तर मलाई के फरक परेन आयो गयो सक्यो मैले त केही ह्यान्डल गर्नु पर्ने मामु बाबाले आफैले ह्या छोडिदियो कि केही त हुँदैन भन्ने अनि आफै सर्ट आउट भयो जे होस् होइन आफ्नो हिरोइन हो नि त प्रमोसनमा हिँड्नु चाहिँ ला बिहे गर्ने कि भन्ने टेन्सन हुन्छ नि होइन बल्ल 23 लागेको हेर्नु होइन मेरो त एज पनि भएको छैन किन के हुन्छ र त्यस्तो मजाले त्यो मच्योर्ड पनि भइसक्यो होइन छैन त प्रेम अनुभूति त हुन सक्छ त्यो त अभियसली हुन सक्छ तर मेरो केसमा चाहिँ त्यस्तो त प्रेम अनुभूति भयो सुन्दर ठाउँको मान्छे त्यो यति राम्री मान्छे सुन्दर ठाउँको मान्छेले नि त्यो सुन्दर मान्छे छिटै पाउँदो रहेछ के ओहो अनि त एकदमै नराम्रो लाइन आयो त सुन्दरी मान्छेहरू चाहिँ अलरेडी छ भन्ने कन्सेप्ट हुन्छ अरे के मान्छेहरूलाई अनि अप्रोचै गर्दैनन् रे नि त हो त्यो चाहिँ नआउँदो रहेछ है साँच्ची भनेको वी हेभ अ ग्रेट वर्किङ रिलेसनसिप त्यो बाहेक चाहिँ हाम्रो त्यस्तो केही पनि छैन कामको विषयमा चाहिँ हामी एकदमै राम्रो साथी हो होइन सो अरू त अब यो अपवाह मैले भनिहालेँ नि त भविष्यमा 1% चान्स छ भनेर सोधेँ भने भोलि पर्सि फेरि अहिले छैन भन्नु होला मै कोटला त अगाडि आएँ भने टेन्सन हुन्छ फेरि होइन जन्म मृत्यु र विवाह चाहिँ माथिबाट लेखेर आएको हुन्छ उदण्डताको अन्त्य गर्ने सिनेमा हो नरसिंह पहिला राजदाइले भन्छ शङ्करमा शङ्कर टाइपकै स्टाइलमा आउने रहेछ तपाईँहरू बिचको एकअर्काको सम्बन्ध के हो दिदी भाइ कस्तो राम्रो यस्तो बिराम भइरहेछ म बोल्न सकिरहेको छैन टन्सिल भइरहेछ मलाई होइन खोकी लागिरहेछ बिचबिचमा डिस्टर्ब भइरहेछ यस्तो बेलामा पनि मलाई रेडी भएर जानै पर्छ भनेर मलाई जबरजस्ती किन ल्याएको हेर तिमीलाई म धेरै माया गर्छु आजभन्दा पहिले पनि मैले केही गल्ती गरेको छैन त्यो आफै हाँस्छ पहिला समीर भट्ट हुनुहुन्छ चाहिँ कस्तो रियलमा एकदमै सफ्ट स्विट हुनुहुन्छ हामी जस्तो नर्मल मान्छेहरू छौँ त्यस्तै नै हुनुहुन्छ अलिकति हेर्दा डिफ्रेन्ट देखिनुहुन्छ अलिकति तर एकदमै हाँस्ने बोल्ने एकदमै रमाइलो यति धेरै कुराहरू थाहा छ एकदमै ट्यालेन्टेड मान्छे हो समीरजी अनि एकदमै स्विट हुनुहुन्छ हाँसिराख्ने खालको कुरा गर्ने नबुझेको कुराहरू सोध्ने यस्तो के यस्तो भन्ने समीर भट्ट कि पल शाह समीरजी राजेश हमाल न मन त दाइ आई लभ यु भन्नु मन छ जहिले पनि मनका कुरा मदनसँगको नयाँ श्रृङ्खलामा यहाँलाई हार्दिक स्वागत छ करेन्स नुडल्स मनका कुरा मदनसँगको आजको यो हाम्रो श्रृङ्खलामा आफ्ना मनका कुरा साट्नको लागि अभिनेता राज कटुवाल र अभिनेत्री सनिसा भट्टराई उपस्थित रहनु भएको छ राज र सनिसा प्रमुख भूमिकामा रहेको चलचित्र नरसिंह अवतार जेठ 9 गतेबाट रिलिज हुँदैछ यो सिनेमा महानायक राजेश हमालको 8 वर्षपछिको कमब्याक सिनेमा पनि रहेको छ त्यही कारण पनि नेपाली दर्शकमा यो सिनेमा प्रतीक्षित र कौतूहलतापूर्ण रहेको छ राज र सनिसासँग आज हामी उहाँहरूसँग रहेका मनका कुरा तपाईका मनसम्म पुर्याउने कोसिस गर्नेछौँ करेन्स प्रेजेन्ट्स मनका कुरा मदनसँगको आजको यो श्रृङ्खला कस्तो लाग्छ प्रतिक्रिया दिन नबिर्सिनुहोला राजदाइ सनिसा स्वागत छ यहाँलाई थ्याङ्क यू सो मच तपाईँसँग चाहिँ दोस्रो तेस्रो पटक अन्तर्वार्ता हो
सन्सासँग पहिलो पटक हो यो ठाउँमा चाहिँ आई थिङ्क दुवैजनासँग पहिलो पटक होइन सो स्वागत छ यहाँहरूलाई थ्याङ्क यू राजा हामी मनमा भएका कुरा साट्छौँ होइन नरसिम्हा बाहेक के छ मनमा यति बेला मनमा मलाई पनि लगाइदियो मन त यता हुन्छ कि कता हुन्छ मन मन यता हो नि अलिकति केही छैन मेरो मिस्टेक पर मन मेरो मनै अलिक त्यस्तै छ होइन कता कता पुग्छ तर त्यो हाम्रो मनकै वरिपरि नरसिम्हा छ त्यो बाहेक चाहिँ के छ मनमा नरसिम्हा 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 यति नै छ अहिले अरू कोही छैन अरू हुनै मिल्छ अहिले होला नि छैन छैन साङ्साको मनमा के छ नरसिम्हा बाहेक नरसिम्हा बाहेक अहिले त केही पनि छैन कस्तो राम्रो त नि विचार मिलाएर मन मिलाएर आउनु भएको रहेछ अन्तर्वार्तामा राम्रो कुरा हो नि त एउटै मुभीको आर्टिस्ट हो नि त हामी अनि त्यही भएर मिल्छ भन्न थाहा भयो सस्पेन्स थियो भनेको नि यत्तिकै सो म सनिताबाटै सुरु गर्छु ल तपाईँलाई मैले अफिसियल इन्डस्ट्रीमा वेलकम गर्न पनि पाएको थिइनँ स्वागत छ हाम्रो दुनियाँमा तपाईँलाई होइन अब यो दोस्रो सिनेमा हो तपाईँको होइन कस्तो रहेछ हाम्रो दुनियाँ कस्तो लागिरहेको छ रमाइलो छ जियोस् अब रमाइलो छ काम गर्दा अनि मान्छेहरू पनि राम्रो हुनुहुन्छ सबैजना सो राम्रै छ अहिलेसम्म त यो के यस्तो सल्लाह छ तपाईँहरूको के बोलेर चिप्लिहाल्ला के होला भने एकअर्कालाई एकदम हेर्ने त होइन त्यो त अलि साइडको मान्छेहरूलाई त लुक दिनु पऱ्यो नि त हजुरलाई हेरेपछि यता पनि हेर्नु पऱ्यो त्यता हेरेर चाहिँ मलाई हेर्दै हुनुहुन्छ के खासमा होइन राम्रो छ राम्रो भइरहेछ जियोस् अब लाइक सोचेको भन्दा त एकदमै डिफ्रेन्ट छ तर पनि इन्जोय गरिरहेको छु म जर्नीको सुरुवातबाट सुरु गरौँ न त आज गफ कसरी सुरु भएको थियो आई थिङ्क डिजिटल प्लेटफर्मबाट ग्रो हुँदै हुँदै तपाईँ म्युजिक भिडियो हुँदै सिनेमासम्म आउनुभयो कसरी सुरुवात थियो कसरी सम्झिनुहुन्छ अब त्यो त कस्तो लामो स्टोरी छ होइन टाइम जति छ हाम्रो 2 घन्टासम्म एक्लै बोल्छु भने पनि पाउनुहुन्छ अनि फर्स्टमा चाहिँ अब म पोखराबाट हो होइन अनि त्यसपछि सुरुमा चाहिँ अब केही पनि आइडिया नै थिएन यो फिल्डमा आउँछु भन्ने त मेरो त्यो सपनामा पनि थिएन कहिले पनि तर यो डान्सिङतिर यता एक्टिङको उसमा अनि त्यस मुभीहरू हेर्न चाहिँ पहिल्यैबाट रुचि थियो कि त्यसपछि सोचेको चाहिँ थिएन अनि लाइफमा चाहिँ नसोचेको कुरा चाहिँ एकदमै धेरै हुँदो रहेछ अनि कलेज पढिरहेको थिएँ जस ब्याचलर थियो मेरो बिआइएम गर्दै थिएँ 6th सेमिस्टरमा अनि त्यसपछि इन्स्टामा चाहिँ अलिकति एक्टिभ नै थिएँ म रिल्सहरू चाहिँ मेरो त्यति बेला अलिक राम्रो गइरहेको थियो रिच होइन अनि त्यत्तिकैमा चाहिँ विमल दाईको चाहिँ टेक्स्ट आएको रहेछ मलाई चाहिँ थाहा थिएन इन्स्टामा मेसेन्जरमा सबैतिर रिक्वेस्टहरू आएको रहेछ अनि त्यतिकै चेक गर्ने उसमा चाहिँ अनि देखेँ मैले अनि त्यति बेला खासै केही पनि चिनेको पनि थिइनँ नि त मैले त अनि बाबा मामले सेयर गरेँ यस्तो यस्तो भइरहेछ गीत भन्दै हुनुहुन्छ त हावा गफ होला भन्दै हुनुहुन्थ्यो बाबाले चाहिँ अनि कुरा गरौँ न त कस्तो रहेछ भनेर बाबा आफै नै कुरा गर्नुभयो कलसल भएर यताउता अनि 2टा सङ मलाई सेन्ड गर्नुभएको थियो अनि एउटा चाहिँ कस्तो राम्रो लाग्यो कि मलाई अब एज पनि त्यस्तै नि त अलिकति लभ सङहरू पनि मन पर्थ्यो जे भए पनि अनि गरौँ न त कस्तो हुँदो रहेछ भनेर तर मलाई चाहिँ केही पनि नलेजै थिएन यो फिल्डको त मलाई जिरो मलाई केही पनि आइडिया नै थिएन कसरी बन्छ के हो सङ भनेको कसरी सुटिङ हुन्छ केही पनि थाहा थिएन अनि मामुलाई अनि गर्ने भनेर चाहिँ मामुलाई नै लिएर म चितवन पुगेको थिएँ सुटिङ गर्न लुम्बिनीसम्म अनि त्यही गीत गरेँ अनि गरेको चाहिँ 2-3 डेजमा त त्यो कति मिलियन पुगिसकेको थियो क्या 3-4 मिलियन समथिङ त्यस्तै एकदमै अनि मलाई त त्यो 4-5 दिनपछि त यति धेरै कल आउन थाल्यो नि मेरो नम्बर कसरी पायो ला मेरो नम्बर यति छिटो अब त्यति बेला त कस्तो ब्ल्याङ्क के अब कसरी नम्बर पुग्यो भन्ने हुन्छ नि त केही आइडिया नै छैन नलेज नै छैन अनि सबै नम्बरहरू सेयर भएछ अनि कति धेरै कल्स आउन थाल्यो अनि 3 मन्थ्स जस्तो मैले केही पनि गरिनँ अनि त्यसपछि चाहिँ सेकेन्ड म्युजिक भिडियो गरेँ त्यो पनि हिट भइदिएर साइली भन्ने थियो लोकदोहोरी के एकदमै टिपिकल नेपालीवाला अनि फेरि मलाई त्योवाला जनर एकदमै मनपर्ने मेरो आमालाई पनि मनपर्ने कि आमाको लागि गरिदिएको त्यो सङ त्यो पनि हिट भयो अनि त्यसपछि त अनि लगातार अनि पलजीसँग आयो अनि त्यसपछि त्यो गीतहरू पनि हिट भयो यस्तै नै अनि आयो त्यसरी आए र आज यहाँसम्म छु अनि अब यही म्युजिक भिडियो गर्दा त्यस्तो धेरै चाहिँ गर्थिनँ मेरो हार्डली कति होला 18, 19, 20 वटा होला म्युजिक भिडियो त्यस्तो धेरै छ त्यो सबै मिलियन क्रसै छ होला 1-2 वटा बाहेक अनि गीत पनि आई थिङ्क यो चलचित्रको नि मिलियन टेकी हामीले अन्तर्वार्ता पब्लिस गर्ने बेलामा टेकिसक्छ यो अनि मेरो मुभीको फर्स्ट सङ त्यही पनि मुभीको फर्स्ट सङ अहिलेसम्म गरेकै छैन मुभीको फर्स्ट सङ पनि हिट एकदमै राम्रो छ अझै
हिटै हिट पहिलो फिल्म पनि हिट अब सुपर हिट हुन्छ अब सुपर हिट पहिलो फिल्म पनि ब्लकबस्टर सुपर हिट भइसक्यो यो वर्ष 2081 मा सर्वाधिक कमाइ गर्ने टप 10 सिनेमाभित्रको टप 2 कि 3 मा पर्छ होइन फिल्म भनिसके पछाडि त ओहो 12 गाउँ पनि त्यसरी नै अचानक भएको अब के पनि अब म्युजिक भिडियोको बारेमा अलिअलि नलेज उस भइरहेको थियो पछि फेरि मुभीको त केही पनि थाहा छैन मुभी चाहिँ के हो भनेर अनि यत्तिकै 12 गाउँ आयो फेरि बाबालाई नै भने अनि बिराज सरको भन्दा फेरि बिराज सरसँग बाबा नै कुरा गर्नुभयो त्यति बेला पनि अनि 12 गाउँ पनि अनि साइन गरेँ राम्रो भयो त्यसपछि पनि अनि फेरि मुभीहरू आउन थाल्यो त्यसरी नै ग्रो हुने रहेछ नरसिम्हा आयो कसले अप्रोच गर्नुभएको थियो नरसिम्हाको दिवाकर सरहरूले नै हो तपाईले चाहिँ एकटकले हेरिरहने बाहेक अरू केही कस्तो काम गर्दिरहेछन् भनेर नि हेर्नुभयो कि उही एकटकले अहिले इन्टरभ्यूमा हेरे जस्तै हेरेको होइन कति धेरै टाइमको उसमा बल्ल साइन गरेको नि त भन्नाले झ्याप्पै साइन गरे होइन कति मन्थ लाग्यो होला 1.5-2 महिना त लाग्यो होला स्क्रिप्ट रिडिङ गर्दा यताउता अनि हाइटको म्याचिङ कुरा के थियो नि होइन वर्कसपहरू भयो एक्टिङ गर्नु पर्यो को आर्टिस्टसँग ल किन होइन हाइट पनि त म्याच हुनु पर्दैन होइन सिम्पल कुरा हो यो त अब सक्यो मदन सक्यो सरी ल किन हो र यस्तो हाइट पनि नाप्नु पर्छ हैन हाइट तपाईलाई फेरि सब अग्लै पर्नु हुँदो रहेछ त फर्स्ट फिल्ममा पनि अग्लै हुनुहुन्थ्यो दिवालजी पनि अग्लै हुनुहुन्छ तपाई आफै अग्लै हुनुहुन्छ नि त अनि त्यसपछि त अलिकति हाइट नै चाहियो नि त अनि डल्लो केटासँग त कसले गर्छ त क्यारेक्टर त्यस्तै छ भन्दा गरे नै हालिन्छ तर सुनिरहन तपाईलाई मजा आइरहेछ नि सनिसा बोलेको सुन्न मिठो गफ गरिरहेछ मिठै बोल्छन् ओके गुड तपाईँ चाहिँ आफ्नो करियर कसरी सम्झिनुहुन्छ खास तपाईँसँग नि मैले करियरको बारेमा गफै गरेको छैन जति अन्तर्वार्ता भयो यस्तै हाँस्यो मात्रै आज चाहिँ सुरुमै म हाँस्नुभन्दा अगाडि सोधि नै हाल्छु म तपाईँ किन सिनेमामा खासमा तपाईँ त अरू क्षेत्रमा पनि हात हालिराख्ने मान्छे हो नि त सिनेमा चाहिँ मलाई एकदमै मनपर्ने क्षेत्र हो खासमा एकदमै धेरै माया गर्छु म सिनेमा क्षेत्रलाई नै त्यो त्यति माया गरिरहँदा आफूलाई नि माया गर्नु पर्यो होइन अनि सिनेमा माया गर्नुको अर्थ के हो भने आफू पनि त्यसमा इन्भल्भ हुनु हो नि त त्यो कारणले गर्दाखेरि चाहिँ म बच्चैदेखि सिनेमा हेर्ने हो मान्छे खासमा मन पराउने अनि त्यो भएको कारणले इन्डस्ट्रीमा गरौँ न त सबैले गर्दाखेरि राम्रो हुन्छ भन्ने हिसाबको सल्सल्लाह भइसके पछाडि चाहिँ ओके भन्ने त्यो लाग्यो म अनि यो जुन क्षमता छ तपाईभित्रको पोटेन्सियल त्यो अनुसार चाहिँ चलेको छैन भनेर प्रश्न गर्यो भने स्वीकार्नुहुन्छ कि हुन्न त्यसलाई स्वीकार्नै पर्यो नि सत्य आखिर सत्य हुन्छ एक दिन ढाँटेर हुन्छ कि भनेको त्यसरी जाँदा भन्दाखेरि पनि त्यो वेबाट आफूले पनि काम नगरेको चाहिँ हो होइन अब काम गर्दै जाँदा त काम गरेको सक्सेस हुने हो नि त होइन कामै नगरेको सक्सेस त भइँदैन पक्कै पनि अब काम गर्न सुरु गरियो पक्कै पनि सक्सेस हुन्छ जस्तो लाग्छ मलाई यो त नयाँ अध्यायको सुरुवात हो तपाईँको होइन पहिलो अध्याय चाहिँ आई थिङ्क तपाईँ नै धेरै अलमल लिनुभयो रुमल लिनुभयो जस्तो लाग्छ कि थोरै 2-4वटा गरेका कामहरू सफल असफल आफ्नो ठाउँमा होला तर त्यो कामहरूलाई लिएर तपाईँ कन्टिन्यू काममै कहिले पनि देखिनु भएन कि खासमा त्यो अध्याय चाहिँ किन त्यस्तो बन्यो जस्तो लाग्छ त्यो यस्तो भयो अब काम गरिहाल्ने सुरुमा होइन सुरुमा रहर हुन्छ एउटा मान्छेको त्यो रहर पुरा गर्दै गर्दाखेरि विभिन्न अब्स्ट्याकलहरू आइरहन्छ नि त लाइफमा त्यसको पेरिफेरीमा मेरो कन्टिन्युटी ब्रेक भएको हो थोरै त्यसलाई मैले जित्दै अब चाहिँ मैले एकदमै मेरो जीवन जति म चाहिँ बाँच्छु जति लेखेर आएको छु मैले भाग्यमा मेरो जीवनको त्यति चाहिँ म चलचित्र क्षेत्रमा काम गर्छु भन्ने मेरो चाहिँ एकदम दृढ प्रतिबद्धता छ प्रतिबद्धता साहित्यिक कडा ह्याप्पी वर्ड निकाल्दै हुनुहुन्छ त किन यस्तो सिरियस भए कसको सङ्गतको असर हो यो राजदादाको नबन्नु दादा यस्तो सिरियस लाइक गर्नुहुन्न यति धेरै सिरियस हुनुहुन्न होइन हाम्रो टिममा सबैजना बौद्धिक मान्छेहरू हुनुहुन्छ इभन राजेश दाई सरोज दाई उषा दिदी लगायत अब डाइरेक्टर साहब होइन इभन प्रोड्युसर साहबहरू पनि त्यसको थोरै असर होला सायद आफ्नो पनि थोरै गुण बनाउनु त्यो गुण लाग्यो
नरसिम्हा यहाँहरूको आई थिङ्क लामो सिटिङ पछाडिको सिनेमा हो। तपाईँ सुरुबाट इन्भल्भ हुनुहुन्छ यो चलचित्रमा होइन। दिवाकरजीसँगको पुरानो मित्रताको सम्बन्धले पनि होला आई थिङ्क तपाईँलाई त्यो इन्भल्भमेन्ट, सुरुवातदेखिको इन्भल्भमेन्ट, राजेश हमालको इन्ट्री र भर्खरै हामीले हेरेको गीतसम्म, पोस्टरसम्म आइपुग्दाखेरि कति नरसिम्हा विशेष छ अनि खास के छ तपाईँको लागि नरसिम्हा? नरसिम्हा मेरो लागि त अब स्पेसल हुने नै भयो होइन। धेरै समयपछि मैले पनि नायकको रूपमा खेलेको सिनेमा भयो। मेरो मात्रै नभएर अब हाम्रो टिममा जोडिएको जस्तो सनिसा भनौँ, अरू सबै आर्टिस्टहरू, इभन राजेश दाई, जति पनि आर्टिस्टहरू जोडिनु भएको छ होइन, सबैजनाको लागि चाहिँ एउटा स्पेसल सिनेमा हो यो मेरो बुझाइमा। र दर्शकहरूको लागि पनि जुन धेरै समयपछि हाम्रो चलचित्र क्षेत्रमा एउटा ब्रेक भएको भनौँ न, एक्सन, थ्रिलर, सस्पेन्स सिनेमाहरू अलिक कम बनिरहेको थियो नि त। त्यो बिचमा अहिले 2-4वटा फिल्म बन्दैछ, रिलिज भइरहेका छन्। त्यसमा एउटा राम्रो सिनेमा दिने प्रयास हो हाम्रो होइन नरसिम्हा। त्यसमा तपाईँले र दर्शकहरू सबैजनाले लभ होइन, तपाईँको रोमान्स भन्ने बित्तिकै मलाई रमाइलो लाग्छ होइन। होइन मभन्दा ज्यादा यो हाम्रो इन्डस्ट्रीको कृष्ण तपाईँ हुनुहुन्छ होइन। म सिक्दैछु तपाईँबाट। के हो त्यो भनेको? रोमान्टिक, ज्यादा रोमान्टिक तपाईँको एउटा पारिवारिक सिनेमा होइन, एक्सन, थ्रिलर, सस्पेन्स सबै कुराले भरिएको एउटा फाइनल्ली एउटा फुल प्याकेज सिनेमा भनौँ न, म त्यसरी डिस्क्राइब गर्न चाहन्छु नरसिम्हालाई। तपाईँको चाहिँ म सनिसालाई हेर्दा, मैले सनिसालाई सिनेमा म्युजिक भिडियोभन्दा अगाडिदेखि नै रिल्स यो अनि उहाँहरूकै त्यो जुन बेला उहाँहरू रिल्स यो डिजिटल मिडियाको कन्टेन्टहरू धेरै क्रिएट गर्नुहुन्थ्यो, त्यो बेलाको एउटा छुट्टै सर्कल थियो र त्यो सर्कलको पनि म निकट भएको हिसाबले मलाई त्यो बेलादेखि देखेको सनिसा होइन। तर जुन उहाँको आई थिङ्क ज्यादा लभ स्टोरी सिनेमाहरू गरे हुन्थ्यो भन्ने चाहना जहिले भएको मान्छे हो। तर दुइटै फिल्म तपाईँको हो एक्सनै एक्सनभित्र लभ खोज्नुपर्छ, खास लभभित्र थोरै एक्सन हुन्छ। तपाईँको सिनेमाहरू दुइटै एक्सन जनराको लभ छ क्या खास होइन। 12 गाउँ पनि त्यही नै थियो। यो पनि आई थिङ्क अब राज दाई तपाईँ भइसके पछाडि एक्सन डेफिनेटली यो सिनेमामा पनि छ होइन। यो लभमा एक्सन रियल लाइफमै चलिरहेछ र स्क्रिप्ट पनि त्यस्तै छानिरहनु भएको छ कि के भइरहेछ? होइन त्यस्तो होइन, अब त्यो स्टोरी नै त्यस्तै आउँछ मुभी नै भने त म केही पनि गर्न सक्दिनँ। त्यहाँभित्र होला नि त लभ स्टोरी। अहिले चाहिँ अलिकति पक्कै पनि केही नयाँ भएर नै होला। तर मलाई पर्सनली पनि एक्सन मुभी मन पनि पर्छ होइन। तर लभ स्टोरी अलिकति धेरै मनपर्छ खासमा भन्नुपर्दा। गर्छु नि बिस्तारै, भर्खर त सुरुवात हुँदैछ, बिस्तारै गर्छु म एकदमै राम्रो लभ स्टोरी मुभी। यो लभभित्र एक्सन कि एक्सनभित्र लभ भइरहेछ रियल लाइफमा? बोथ। रियल लाइफमा त रियल लाइफमा त त्यस्तो केही पनि छैन। मुभीमा चाहिँ भन्न खोजेको मैले मुभीको सन्दर्भमा कुरा गरिरहेको थियौँ नि त। रियल लाइफमा त्यस्तो केही पनि छैन, केही छैन त्यस्तो। चिल होइन नरसिम्हा। त्यही भएर त त्यति कनेक्ट भएर त मैले बोथ भनिहालेँ झ्याप्पै नरसिम्हासँग धेरै उस भएर। दाइको चाहिँ के छ त? एक्सन चलिरहेछ कि रोमान्स चलिरहेछ कि? मेरो अहिले नरसिम्हाभित्र रहेर होइन बाहिर जे चलिरहेको छ त्यो सबै रियल लाइफमा चलिरहेछ होइन। नरसिम्हा भन्दा बाहेक रियल लाइफमा त यस्तो छ अहिले के चल्ने छ र होइन। प्रमोसनमा जानु पऱ्यो, मिटिङ हुन्छ, कसरी मार्केटिङ गर्ने भन्ने बोलाउनुहुन्छ डाइरेक्टर साहब, प्रोड्युसर साहबहरूले, त्यहाँ गयो, बिहान जिम गयो होइन। यसरी नै बितिरहेछ नि। हाउ अनरोमान्टिक यसको त हुनुहुन्न। एउटा कुरामा फोकस भइसकेपछि त्यो ध्यान नै नजाँदो रहेछ। तपाईँ चाहिँ किन राजदाइको कुरालाई चाहिँ किन डिफेन्ड गरिरहनु भएको छ? मलाई पनि अघि त्यही प्रश्न थियो नि त, अनि मैले भनेको कि सबैको उसबाट बोलेको नि त। त्यो चाहिँ हो रहेछ साँच्चीकै पनि। अब त्यो नट लभलाई मात्र भन्न खोजेको होइन कि, अरू कुरामा पनि केहीमा फोकस छ भने चाहिँ अलिकति डिस्ट्र्याक्ट भइन्छ भनेर त्यो अलिकति आफै माया भन्ने चिज यस्तै रहेछ कि स्ट्रेट काम गरिरहेको मान्छेलाई डिस्ट्र्याक्ट गर्छ कि खासमा होइन। काम पनि त एउटा माया हो नि त, कामलाई माया गर्नु पनि माया हो नि त। के खानुभएको थियो बिहान हिजो? किन जेलाई पनि डिप्लोमेटिक भएर एन्सरतिर के त्यस्तो केही समस्या पर्यो? यस्तै नै हो, अझै कुरा गर्दै जाउँ न। अझ बढी डिप्लोमेसी आइरहन्छ। म त अझ अलिक बिरामी छु, धेरै बोल्न सक्दिनँ। थाहा भयो त्यो त हामीलाई। तर बिरामी भए पनि हामी दुईजनाभन्दा धेरै तपाईँकै मनका कुराहरू हामीले सुनिराखेका छौँ आज। यो आई थिङ्क पहिलोपटक भएर पनि हो, धेरै कुराहरू मलाई हजुरकोमा चाहिँ एकदमै आउनु मन थियो। फाइनली अब मनका कुराहरू गर्न पाएँ। हो त हो साँच्चीकै भनेको। 2 चोटि फोकस गरेँ एडिटमा, 4 चोटि यो यति
दाई दाई जहाँ जहाँ भनेपछि त काट्दै बाँकी मात्रै हाल्ने दाई भनेको काट्दै दाई भनेको काटेर त्यो मात्रै हाल्ने। तर धेरै कम्पनीहरूमध्येको एउटा बहिनी हो सनिसा मेरो यो इन्डस्ट्रीको चाहिँ। इन्डस्ट्री बाहिर त धेरैजना हुनुहुन्छ र इन्डस्ट्रीभित्र चाहिँ एकदम धेरै कमलाई बहिनी मान्छु म, किनभने त्यो एउटा लेयर अफ ट्रस्ट बनाउन पनि टाइम लाग्छ यो इन्डस्ट्रीमा होइन। आई थिङ्क अनुभव छ होला नि तपाईँलाई त, यो मित्रहरू साथीहरू बनाउन गाह्रो छ नि यो इन्डस्ट्री। म इन्डस्ट्रीमा आउनु अगाडि नै म मदन दाईलाई मैले चिनेको थिएँ नि त। हजुर मिडिया लाइनमा हो भन्छ, म त्यस्तो धेरै चाहिँ आइडिया नै थिएन। मैले भने नि मलाई के पनि आइडिया थिएन, तर मैले चिन्थेँ हजुरलाई। हामी त बोलेको त थिएन मलाई सायद, तर जस चिनजान चाहिँ थियो एकदमै राम्रोसँग। त्यही भएर नि त्यति बेलाबाटको त्यो मदन दा भन्ने चाहिँ कुनै समस्या छैन नि त, हामी पहिलाबाटको साथी हो भन्दा त्यस्तो केही जेलसी टाइपको केही बन्दा टाइपको त्यस्तो किन हुन्छ राज्य राम्रो हुने भएको त झन् होइन। यत्रो बेर सोचेर त्यति एक लाइन भन्नुभयो होइन तपाईँले, सोच्दा गरेर राम्रो हो नि। मेरो इन्डस्ट्रीमा पहिलेबाट चिनेको देखेको भनेको मिडिया लाइनमा कोही पनि हुनुहुन्न। हजुर चाहिँ हो कि मलाई टक्कै याद आउने, मदनलाई मैले पहिलेबाट चिन्थेँ भनेर, नत्र कोही पनि छैन मेरो। त्यस्तो हो नि। कति इम्पोर्टेन्ट छ जस्तो लाग्छ साथीहरू हुनु यो इन्डस्ट्रीमा, कोही आफ्नो मान्छे हुनु कति इम्पोर्टेन्ट छ जस्तो लाग्छ? त्यो इम्पोर्टेन्ट चाहिँ छ, अलिकति बनाउन पनि सक्नुपर्छ। तर के भन्नु अब साथी भनेर त्यस्तो धेरै म चाहिँ अलिकति इन्ट्रोभर्ट टाइपकै छु यो विषयमा चाहिँ। मेरो चाहिँ कोही साथी त्यस्तो हुँदा पनि हुनुहुन्न इन्डस्ट्रीमा, खासै हुनुहुन्न भने नि भयो। अनि बनाउँदा चाहिँ राम्रो हो, अलिकति आफ्नो पिआर राम्रो भएको त राम्रो नै हो नि त। कामहरूको कुरामा यताउता सजिलो पनि हुन्छ, कति कुराहरू सिक्ने मौका पाइन्छ, बुझिन्छ। बनाउँदा चाहिँ राम्रो, अब अलिकति सोचेर यो विषयमा चाहिँ अलि म केही बोलिनँ। तपाईँ अलि सिनियर अनुभव भएको हिसाबले कति इम्पोर्टेन्ट छ साथीभाइहरू? होइन साथीभाइ भने त इम्पोर्टेन्ट भइहाल्छ नि। जुन कुरा आफ्नो फ्यामिलीलाई सेयर गर्न सकिँदैन त्यो कुरा आफ्नो साथीलाई सेयर गर्न सकिन्छ। तर त्यो साथीले चाहिँ अर्कोलाई सेयर गर्नु भएन, त्यतिको चाहिँ विश्वास हुनु पर्यो। कस्तो राम्रो पोइन्ट भन्नु त। तपाईँहरूको सर्कलमा त्यस्तो यहाँ सुना यहाँ पुर्याउने छन् कि छैनन् साथीहरू? त्यस्तो हुनुहुन्न। त्यस्तो हुने बित्तिकै त्यो सम्बन्ध रहँदै रहँदैन नि होइन। सुख दुःख भन्छ नि मान्छेले, साथी अब चाहिँ के गाँस छोड्नु साथ नछोड्नु भन्नुहुन्थ्यो कि मम्मी बुवाले पहिला मलाई। त्यो चिज चाहिँ मेरो दिमागमा छ। अनि मैले चाहिँ छोड्दिनँ, मेरो कारणले चाहिँ साथीभाइलाई धोका हुँदैन। त्यस्तै किसिमको साथीभाइ होस् भन्ने मेरो चाहना छ र छन् पनि। अहिले धेरैजना हुनुभन्दा 2-3जना भइहाल्छ साथीभाइ, 1-2जना भए पनि हुन्छ। अरू त सर्कलमा सबै साथीभाइ हुन्, सबै दाजुभाइ हुन्। हामी नेपाली सबै दिदीबहिनी नै हुन्। आफ्नो हामी नेपाली सबै दाजुभाइ दिदीबहिनी त्यस्तो फेरि सबैलाई दाजुभाइ दिदीबहिनी माने पनि हुँदैन, 1-2जनालाई चाहिँ मान्नु हुँदैन होइन। अब फेरि सृष्टि अगाडि बढ्दैन, सबैले दाजुभाइ दिदी त्यो बाहेक मात्रै राख्नुपर्छ हामीले। सनी साहब जस्तो त्यस्तो लामो स्प्यान अफ करियर छैन तपाईँको होइन, अनि त्यति धेरै गसिपको बजारमा आइ पनि सक्नु भएको छैन तपाईँ। आई थिङ्क एउटै आयो होला त्यो तपाईँको विवाह हुने भयो भनेर आयो एकचोटि होइन। साँच्चै के थियो त त्यस्तो डेट पनि गयो साँच्ची, माघमै थियो बिहे हुने कुरो तपाईँको होइन। तपाईँको एकदमै रुचाइएको पेयर, वान अफ द पेयर हो उहाँ म्युजिक भिडियोमा होइन, पलजीसँग बिहे त माघमै बाजा बज्न आँट्यो भनेर म त निम्तै आएन, बहिनीको खबरै गरिनन् भन्नेसम्म पुगिसकेका थिएँ। त्यस्तो म पनि कस्तो सफ्ट भइरहेको थिएँ, फ्यामिलीमा पनि अलिकति गाह्रो भइरहेको थियो। रिलेटिभ्सहरूको कल आएर यताउता अनि सबैजनाले सोधिराख्नु थियो, मलाई पनि कस्तो गाह्रो भयो। कसरी आयो कसले गर्यो भन्नु मलाई थाहा नै छैन। अब यस्तो अफवाहहरू त फैलाउने यहाँ धेरै मान्छेहरू हुनुहुन्छ, राम्रो मान्छेहरू। मलाई चाहिँ होइन अफवाह फैलाउने मान्छेहरूलाई चाहिँ भनिदिएको नि त। अनि त्यस्तो कुराले चाहिँ मलाई फेरि खासै असरै पर्दैन, असर चाहिँ गरेन मलाई त्यस्तो धेरै चाहिँ होइन। अब किनभने जुन कुरा हुँदै होइन अब त्यो विषयमा म त्यस्तो टक लगाएर बसेँ भने त कसरी अगाडि बढ्नु लाइफमा होइन। अनि फर्स्ट हो त्यो मेरो होइन त्यसरी आएको भनेको यो 2 वर्षको अन्तरालमा। तर मलाई केही फरक परेन, आयो गयो सक्यो, इजी। फ्यामिली आफन्त रिलेटिभ्सले चाहिँ के महसुस गर्छ? के मामुले ह्यान्डल गर्ने, मेरो त अब फ्यामिली अलिकति एकदमै धेरै सपोर्टिभ हुनुहुन्छ जे भए पनि होइन। सो मैले त केही ह्यान्डल गर्नुपर्ने, मामु बाबाले आफैले छोडिदियो कि केही त हुँदैन भन्ने, अनि आफै सर्ट आउट भयो जे होस्। तपाईँ चाहिँ झसँग हुनुभयो कि सुनेर खुसी हुनुभयो कि के हुनुभयो? होइन आफ्नो हिरोइन हो नि त, प्रमोसनमा हिँड्नु छ ला बिहे गर्ने कि भन्ने टेन्सन हुन्छ नि। होइन अब खुसी हुनुपर्ने कुरा हुन्थ्यो त होइन। बिहे भनेको त एउटा घरजम हुने कुरामा किन दुःखी हुनु छ र?
तर के भन्छ रिलिजपछि गर्दा बेटरै हो यस्तो नराम्रो आन्सर आयो तर सबैले होइन अब बिहेको कुरा भन्दाखेरि त खुसी नै लाग्छ नि साँच्चीकै भन्नुपर्दाखेरि चाहिँ अब प्रोजेक्टमा त एउटा हुन्छ अर्को हुन्छ त्यसमा त के भएर आफ्नो घरजम बसाउने कुरामा त जहिले चाहिँ रेडी हुनु पऱ्यो नि होइन अब त्यसमा त केही टेन्सन छैन खासै यो हँसीले जवाब आएन दाइ आई फिल यु होइन अब तर त्यो हल्ला मात्र हो भन्ने नै थियो सबैलाई त्यस्तो कसैले पनि त्यो उसमा होइन विश्वास गर्नु त भएन तर झसँग सुन्दाखेरि चाहिँ के हुँदो रहेछ भने कहिलेकाहीँ हो कि जस्तो हुँदो रहेछ अब त्यो हल्लालाई पनि धेरै नै हल्ला बनाइदिइसकेपछि मान्छेले अलिकति सत्य कुरा नै हो कि भन्ने जस्तो गर्छन् होइन तर त्यस्तो चाहिँ होइन यो हल्लाहरू थियो हामीले सुनेका त्यही भएर गए त्यता नि गए खहरेको बेल जस्तै भयो हजुर तपाईँको शब्द छैन तपाईँको पनि त खहरेका बेलहरू त बगे नि धेरै खहरेको बेल भने त बगिरहन्छ नि जिन्दगीमा होइन कहिलेकाहीँ समुद्रमा मिसिएर लाइफ स्थिर पनि त बनाउनु पर्छ नि कति बग्ने कति बगिरहने कति अरूलाई बगाइरहने खहरेको बेलहरू बग्या होइन किन बग्छ र त्यो चाहिँ असार साउनमा नेचुरली आउने कुराहरू चाहिँ असार साउनमा मात्रै आउँछ जान्छ तपाईँको असार साउन कति चल्यो जीवनमा मेरो जीवन त्यस्तो चलेको छैन अहिलेसम्म एकपटक पनि अब त्यो खहरे नै त किन चल्छ त खहरे त चले होइन सिधै समुद्र नै हो सिधै डुबुल्कियो समुद्रमा मैले सोध्न खोजेको चाहिँ सम्बन्ध मान्छेको जीवनमा सम्बन्धको महत्त्व अनि त्यसले पार्ने प्रभाव के हुँदो रहेछ सम्बन्ध अब मेरा संवादका सम्बन्धहरू प्राय बुवा आमासँग रिलेट हुँदैनन् है प्रेमसँग होइन नयाँ गर्ने यात्रासँग सम्बन्धित हुन्छ होइन प्रेमसँग जोडिएका सम्बन्धहरू अनि त्यसले जीवनमा पार्ने फरक प्रभाव के हुँदो रहेछ अब त्यो प्रेम गरेपछि भनौँला अब होइन अहिलेसम्म यो मेरो पनि दाइ भनिसके पछाडि मै 19 वर्षको पुगेँ भनेपछि तपाईँ 25 त पुग्नुभयो कम्ती हजुर 19 हो हजुर माइ गॉड बिलिभ गर्दैन यस्तो कुरा तपाईँ कम्तीमा 25 त पुग्नुभयो दादा होइन एकपटक पनि प्रेमको अनुभूति भएन भन्ने कुरा चाहिँ सत्य कुरा होइन प्रेम नगर्ने भन्ने कुरा होइन अब प्रेमले पार्ने प्रभावको विषयमा चाहिँ त्यति धेरै थाहा छैन मलाई अब थाहा पाउने समय आएपछि म मदनलाई आएर सुरुमा भन्छु अरू बाँकी काममा अहिले धेरै मेरो प्रेम जे भने पनि काममा मात्रै छ अहिले अब जस्तो अघि मैले भनेको थिएँ मैले कन्टिन्युसली काम गरिनँ अहिले मेरो ध्यान त्यहाँ मात्रै छ होइन सबै कुराहरू समय आएपछि आफै आउँदै गर्छ नि त त्यसरी जाँदाखेरि बेटर हुन्छ कि एकदमै यो पनि अपत्यारी र दर्शकले पनि नपत्याउने तपाईँका साथीभाइले इन्डस्ट्रीका मान्छेले पत्याउँदैन यो कुरा होइन तर जे होस् कहिलेकाहीँ अघि शनिसारे भने जस्तो अफवाह र झुट जति पटक बोल्दै गयो त्यो सत्य हो कि जस्तो लाग्छ त्यही भएर हाम्रो पत्यायौँ अब होइन तपाईँको पनि उही म त साँच्चीकै नै म बल्ल 23 लागेको हेर्नु होइन मेरो त एज पनि भएको छैन त्यस्तो मजाले त्यो मच्योर्ड पनि भइसक्यो होइन प्रेमको अनुभूति त हुन सक्छ त्यो त अभियसली हुन सक्छ तर मेरो केसमा चाहिँ त्यस्तो त प्रेमको अनुभूति भएर सुन्दर ठाउँको मान्छे त्यो यति राम्री मान्छे सुन्दर ठाउँको मान्छेले नि त्यो सुन्दर मान्छे छिटै पाउँदो रहेछ कि अनि त एकदमै नराम्रो होइन अनि त्यही भएर सुन्दर ठाउँको सुन्दर मान्छेहरू सजिलै पाउँदैनन् त्यही भएर मलाई त्यस्तो कसैले आँट गर्न सकेन कोहीसँग दमै छैन यो पनि हाम्रा साथीभाइहरूले सरकारले पत्याउँछन् अभियसली पत्याउनै पर्यो नि होइन सुन्दर मान्छे र सुन्दरी मान्छेहरू चाहिँ अलरेडी छ भन्ने कन्सेप्ट हुन्छ अरे कि मान्छेलाई अनि अप्रोचै गर्दैनन् नि त हो त्यो चाहिँ नआउँदो रहेछ है साँच्ची भनेको सब तपाईँ डराउँदो रहेछ नि सबै तपाईँ आइडिया दिनु सुन्नु मजाले त्यो डर हो कि के होइन मलाई त्यो चाहिँ फिल भयो अलिकति म बरु कलेज पढ्ने बेला मलाई यति धेरै प्रपोजल आउँथ्यो थिएन त्यस्तो मेरो लभै परेन कहाँ त्यस्तो लभ परेर त्यस्तो सिरियस केस भएको भए त म यहाँ हुँदै हुँदैन लभ भनेको त्यस्तो सिरियस म्याटर हो नि त अनि कहाँ मलाई मेरो बोयफ्रेन्ड यस्तो फिल्डमा आएर पुरा मुभी गर्न दिन्थ्यो सबै मेरो बाबा जस्तो त हुँदैनन् नि त सो अलिकति टाइम आएपछि आफू राम्रो मान्छे आफै आउँछ अनि त्यही नै हो आफै आउँछ आफै जान्छ त राम्रो मान्छे कहिले पनि जाँदैन है याद रहोस् दाइ तपाईँले यो लाइन कहाँ हुन्छ फ्रेम गरेर भित्तामा राम्रो मान्छे चाहिँ जाँदैन राम्रो मान्छे जाँदैन
जो अलिकति स्वार्थी सेल्फिस अलिकति नराम्रो मान्छेहरू त्यो मान्छेहरू चाहिँ आउँछन् जान्छन् होइन राम्रो मान्छे चाहिँ टिक्छ टिकाउ हुन्छ जहिले पनि सपोर्टिभ हुन्छ अनेस्ट हुन्छ अब एज अ फ्रेन्डको रूपमा कति सपोर्टिभ कति राम्रो मान्छे चिनिरहनु भएको छ राज दाइले राज चाहिँ एकदमै भेरी सपोर्टिभ एकदमै राम्रो मान्छे फ्रेन्डली अनि कति कुराहरू सिकाउनुहुन्छ अनि जे भए पनि कति धेरै कुराहरू थाहा छ नि त म भन्दा त मलाई भन्दा अनि सो कति सजिलो भयो काम गर्न पनि कहिले पनि गाह्रो भएन एकदमै सहज थियो अनि एकदमै स्विट हाँसिराख्ने हँसाइराख्ने हुनुहुन्छ एकदमै राम्रो मान्छे हँसाउनुहुन्छ हँसाउनु त हँसाउँछु नि त कहिलेकाहीँ तपाईँले चाहिँ सरिता कस्तो पाउनु भयो त सेम सेम त होइन त्यस्तो कपी पेस्ट कहाँ हुन्छ ऊ सनिसाले भने जस्तो फेरि यो बिचबिचमा तिमी निस्केर फेरि बहिनी हो मेरो त्यही भएर आउन सक्छ बिचबिचमा होइन फेरि अडियन्सलाई सुरुमा क्लियर गर्नुपर्छ तपाईँ नमानेर भन्ने आउँछ कमेन्ट फेरि उहाँ त नयाँ हो नि त उहाँले भने जस्तो हो यस्तो हो अब सँगै काम गर्दाखेरि एकदम सपोर्टिभ हो नि त मेन कुरा भनेको सपोर्ट चाहिने एकअर्कामा त्यो चाहिँ उसमा एकदमै राम्रो छ होइन काम धेरै गर्न सक्ने क्षमता भएको मान्छे मैले बुझेको चाहिँ अब सायद मेरो बुझाइमा जस्तो मैले काम कम बेसी गरेँ होला तर अलिकति अनुभव त छ इन्डस्ट्रीमा एउटा नायिका नवनायिकामा केही समय इन्डस्ट्रीलाई राम्रो काम दिन सक्ने क्षमता भएको नायिकाको रूपमा इस्ट्याब्लिस हुन्छ जस्तो लाग्छ मलाई चाहिँ मेरो बुझाइमा त्यस्तो लाग्छ थ्याङ्क यू सो मच थ्याङ्क यू त मन पऱ्यो नि त अलिकति तारिफ सुनेपछि तारिफ सुनेपछि त्यति त गर्नु पर्यो अनि यो अब अघि मैले भनेको थिएँ नि हल्ला र गसिपहरूको दुनियाँ हो नि त हाम्रो होइन अझ यो इन्डस्ट्री अनि यो इन्डस्ट्रीतिर धेरै चासो हुन्छ मान्छेहरूलाई चिन्तन पनि हुन्छ मैले अघि सुरुमा पनि दाइलाई भनेको थिएँ यो हजुर भन्दै हुनुहुन्थ्यो सनिसाले हाम्रो चाहिँ कृष्ण हो कि रोमान्टिक हिरो हो भनेर भन्छु म दाइलाई जहिले पनि होइन अनि यो हल्लाहरूले के भन्छन् भने नि तपाईँहरू रिलको जोडी सँगसँगै रियल लाइफ एकदमै राम्रो साथी हो अरे वी हेभ अ ग्रेट वर्किङ रिलेसनसिप त्यो बाहेक चाहिँ हाम्रो त्यस्तो केही पनि छैन कामको विषयमा चाहिँ हामी एकदमै राम्रो साथी हो होइन सो अरू त अब यो अपवाह मैले भनिहालेँ नि त सो यो अपवाहमा जानुभन्दा अब त्यो त राम्रो लागेर होला नि त डाहा लाग्ला कसैलाई राम्रो लाग्ला होइन दुवै पक्षबाट फैलिन्छ कि त राम्रो लागेर फैलिन्छ कि त नराम्रो लागेर फैलिन्छ कि त बनाउनलाई फैलिन्छ कि त सकाउनलाई फैलिन्छ नि त सो त्यही नै हो मलाई जस्तो लाग्यो भने त्यही त त्यस्तो होइन अब मान्छेहरू चाहिँ यो हामीले कस्तो काम गरेको छौँ कस्तो पर्फर्म गरेको छौँ भन्ने कुरामा केन्द्रित हुन छोडेर अपवाहतिर लाग्नुहुन्छ कि त्यो चाहिँ एकदमै ब्याड ह्याबिट हो कि होइन सो त्यो कुराहरूलाई चाहिँ म बढावा दिँदिनँ मलाई चाहिँ खासै मन पर्दैन हाम्रो मात्रै केसमा होइन कसैको पनि केसमा को आर्टिस्ट भइसकेपछि दुईजनासँग यत्रो टाइम काम गरिसकेपछि त अभियसली क्लोज त भइन्छ नि त होइन अनि फ्रेन्डसिप त्यस्तै खालको हुन्छ नि मान्छेहरूलाई चाहिँ अचम्म के लाग्छ मलाई भन्दा कसरी चाहिँ यिनीहरूले यस्तो अनुमान लगाउन सक्ने होइन अनि के छ कस्तो छ भन्ने त हामी दुईजना बाहेक त कसलाई थाहा हुन्छ र त त्यस्तो अब मैले सुनेको त छैन है अब हजुरलाई चाहिँ त्यस्तो लाग्न सक्ला तर मैले चाहिँ सुनेको छैन उहाँसँग चाहिँ मेरो कामको चाहिँ एकदमै राम्रो सम्बन्ध छ एकदमै राम्रो मिल्ने साथी हो मेरो होइन सो त्यही नै हो थप स्पष्टीकरण त्यस्तो होइन नेगेटिभिटी बिग्छ एक हाम्रो नेपालमा आजभोलि प्रेम छ भन्नु त कहाँ नेगेटिभिटी हो त प्रेम छ भन्नु नेगेटिभिटी होइन प्रेम हुनु पनि नेगेटिभिटी होइन तर के चाहिँ हो भने यो हल्ला गर्ने क्या अब कुराहरू चाहिँ मैले सुनेको छैन मैले पनि सुनेको छैन सुन्नु चाहिँ तर यो चिजहरू धेरै कुराहरू चाहिँ अब हुन त हाम्रो अब मनोरञ्जनको क्षेत्र पऱ्यो अलिअलि गसिप्सहरू नभइकन मजा पनि हुँदैन होइन अलिकति मसला पनि हुँदैन अब पहिला पहिला त अझ हिरो र हिरोइनको अफेयरको बारेमा जोडेरै पब्लिसिटी गरिन्छ प्लानिङमै गरेर क्या भए पनि नभए पनि त्यसले चाहिँ के गर्छ भने अब पर्सनल लाइफमा जस्तो कोसँग जोड्यो उहाँको फ्यामिलीलाई असर गर्न सक्छ मदनसँग जोड्यो मदनको फ्यामिलीलाई असर गर्न सक्छ साथीभाइलाई असर गर्न सक्छ कसको के रिलेसन हुन्छ त्यसले थोरै नबुझ्दाखेरि चाहिँ समस्या आउँछ होइन यसलाई चाहिँ साँच्चीकै यो काहीँ गसिप्सहरू हुँदाखेरि चाहिँ नर्मलै कुरा लाग्छ मलाई चाहिँ त्यसलाई बढावा दिनु चाहिँ हुँदैन कसैले पनि किनकि सबैजना जिम्मेवार मान्छे हो नि त अब इभन कलाकार गफ हुने भने यही सेक्टरका मान्छेहरू त हो नि पत्रकार कलाकार निर्माताज्यूहरू सबैजना टेक्निसियन सबैजनाले आफ्नो ठाउँमा जिम्मेवार भएर असर पर्ने हिसाबले चाहिँ कुरा गर्नु हुँदैन गसिप्सहरू ल्याउनु हुँदैन भन्छु म चाहिँ यसले कहीँ कतै यो अब हो भन्ने हिसाबले हुन्छ नि त फेरि यहाँ ए छ अरे भन्ने हिसाबले फैलिँदैन फेरि हल्ला होइन छ नै भनेर फैलिन्छ हल्ला होइन यो इन्डस्ट्री नै मसालेदार इन्डस्ट्री भएर पनि फैलिँदा 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 अनि हो कि जस्तो लाग्छ
होइन यहाँ मात्रै होइन वर्ल्ड वाइड नै यस्तै कुराहरू हो किनभने कलाकारहरू देखिने कुराहरू भएको कारणले गर्दा यस्तो भयो रे नि त भन्दाखेरि रे 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 गर्दाखेरि त्यो धेरै ठाउँमा रेहरू पुगिसक्छ अनि त्यसलाई चाहिँ हो जस्तो फिल हुन्छ तर पर्सनल लाइफमा डिफ्रेन्ट हुन्छ कुराहरू अब मनको कुरा भएको हिसाबले मेरो पनि दुवैजना एकदमै मनमा बसेको मान्छे भएको हिसाबले होइन हकै लागेर अब दर्शकहरू यसै हाम्रो मनमा हुन्छ हकै लागेर सोधेँ भने भविष्यमा 1% चान्स छ भनेर सोधेँ भने भोलि पर्सि फेरि अहिले छैन भन्नु होला मै कोट लाएर अगाडि आएँ भने टेन्सन हुन्छ फेरि होइन त्यस्तो होइन अब त्यो के अरे हजुरले भने जस्तै जन्म मृत्यु र विवाह चाहिँ माथिबाट लेखेर आएको हुन्छ होइन उहाँले भन्नुहुन्छ हामी अरू विषयमा कुरा हुँदा मैले सुनेको राज्यबाट मैले सुनेको एउटा राम्रो कुरा हो यो त्यो चाहिँ माथिबाट नै लेखेर आएको हुन्छ अरे होइन अनि त्यो अहिले अनुमान लगाउनै मिल्दैन न हामीले लगाउनु मिल्छ न कसैले सो अहिलेलाई त हामी पर्दामा चाहिँ एकदमै राम्रो कपल हो होइन अनि वाट यु सी अन स्क्रिन स्टेज अन स्क्रिन त्यही नै भयो त्यस्तो हो सो त्यसलाई मैले त्यसरी नै मानिदिनु पर्यो मेरो साँच्ची नै हामी दुईजना हो होइन तर फेरि यस्तो धेरै भन्ने साँचीहरूले झुट बोलेर गइसक्यो कि यही सोफामा र मलाई अनि खासै त्यति धेरै विश्वास नै लाग्न छोडिसक्यो क्या आजकल धेरैजनाले होइन भन्दा भन्दै बाजा बजाइहरू उहाँ कहाँ पुगिसक्नुभयो होइन अनि तर फेरि त्यो एक हिसाबले राम्रो पनि हो जस्तो लाग्छ मेरो सोफा मेरो इन्टरभ्यू लक्की हो जस्तो लाग्छ नि त जोडीहरूको लागि होइन नाइस अनि समयको कुरा हो नि त त कसैले कन्ट्रोल गर्न सक्दैन कि त माथिबाटै लेखेर आएको थियो कि उहाँहरूको अनि उहाँहरूलाई थाहा नहुनसक्छ पछि गएर हुनसक्छ होइन पछिको कुरालाई पछि नै छोड्दै तर नरसिम्हामा फेरि आउनुपर्छ हामीले मनमा नरसिम्हा राखेको छौँ दाहिने देब्रे जतातिर राखेको भए पनि यो मनमा हाम्रो नरसिम्हा छ नरसिम्हा चाहिँ जस्तो यो राजेश हमालज्यूको कमब्याक चलचित्रको रूपमा पनि हामीले हेरिराखेका छौँ एउटा त भयङ्कर अब तपाईँले गीत रिलिज गर्नुभयो बाँकी रहेका प्रचार सामग्रीहरू त हेर्न नै बाँकी छ आई थिङ्क अर्को मलाई सबैभन्दा खुसी र राम्रो लागेको पक्ष भनेको समग्र इन्डस्ट्रीले तपाईँहरूको डेटलाई सोलो रिलिज होस् भनेर आफ्ना सिनेमाहरू साथ दिइरहनु भएको छ त्यसको लागि थ्याङ्क यू त्यो आई थिङ्क राजेश हमालज्यूले जुन योगदान दिनुभयो इन्डस्ट्रीमा त्यसको सम्मान पनि होला नयाँदेखि पुराना पुस्ताले गरेको अरू त अब बाँकी आन्तरिक कुराहरू होला आफ्नो हुन्छ तर एक हिसाबले सरस्वती हेर्दा त्यो सम्मान हो तपाईँहरूको चलचित्रप्रति होइन महानायक राजेश हमालज्यूको कमब्याक अनि नरसिम्हा कस्तो छ नरसिम्हा खास पोस्टरमा हाँ गरे जस्तो छ कि नरसिम्हा भन्ने बित्तिकै एउटा इमेज के हो भने एउटा अन्याय अत्याचारले एउटा सीमा नागिसके पछाडि भगवान् विष्णुले नरसिम्हाको रूप धारण गरेर अब हिरण्यकशिपु भन्ने एउटा दैत्यलाई संहार गरेको धार्मिक ग्रन्थमा लेखिएको कुरा भयो होइन त्यही रिलेटेड चाहिँ होइन त्यसको एउटा साङ्केतिक शब्द अथवा साङ्केतिक स्क्रिप्टेड एउटा सिनेमा भनौँ होइन त्यसमा आधारित थोरै त्यसबाट चाहिँ हामीले ज्ञान लिएर भनौँ न त्यस्तै एउटा चाहिँ परिघटनामा रहेर बनाएको सिनेमा हो नरसिम्हा भनेको चाहिँ ठ्याक्कै धार्मिक पनि होइन त्यसबाट इन्सपायर भएर थोरै सामाजिक राजनीतिक पारिवारिक सबैको सम्मिश्रणमा एउटा चाहिँ उदण्डताको अन्त्य गर्ने सिनेमा हो नरसिम्हा पहिला राजनीतिले भन्छ शङ्करमा शङ्कर टाइपकै स्टाइलमा आउने रहेछ दाइ यसमा पनि प्रहरीकै भूमिकामा हुनुहुन्छ कि सिनेमा हेर्नुपर्छ भन्ने होइन देखिँदाखेरि अब अलिअलि चाहिँ प्रहरी पनि हो कि होइन अलिअलि चाहिँ नरसिम्हा पनि हो कि अथवा सिनेमाभित्रको सामान्य एउटा व्यक्ति हो कि त्यसको लागि त पक्कै पनि हेर्नु पर्यो नि सिनेमा होइन अहिले भन्ने हो भने त सिनेमा हेर्न किन जाने देखाइएका कुरा भन्दा लुकाइएका कुरा धेरै हुन्छ नि सिनेमामा कडा लाइन आयो त फेरि यताबाट दुवैजना एकदम भारी भारी लाइनहरू सेलेक्ट गरेर आउनु भएको छ क्या आज होइन होइन अब यो एक्सन लभ स्टोरी जनराका सिनेमाहरूमा होइन हिरोइनहरूको स्पेस एकदमै धेरै कम हुन्छ कि होइन थोरै स्पेसमा आफूलाई प्रुभ गर्नुपर्ने प्रेसर भने फेरि अर्को एकदम भयङ्कर प्रेसर हो त्यो थोरै स्पेसमा नोटिस हुनु जहिले प्रेसरको विषय हो आई थिङ्क त्यो थोर बहुत अनुभूति तपाईँले आफ्नो पहिलो सिनेमाबाट पनि गर्नुभयो होला होइन दोस्रो सिनेमामा आइसक्दा चाहिँ फिमेल क्यारेक्टरलाई दिने स्क्रिन स्पेस होइन अनि त्यहाँ आफ्नो दिनुपर्ने प्रेजेन्स कस्तो अनुभूति गर्नुभयो
त्यो त अब कथा हेरेर हुन्छ कुनैमा थोरै हुनसक्छ कुनैमा अलिकति धेरै त्यही क्यारेक्टरसँग घुमेको पनि हुनसक्छ त सबै स्टोरीहरू होइन कि त फिमेलले नै एक्सन गर्नुपर्ने हुनसक्छ धेरै कुराहरू लुकेको हुन्छ नि त त्यहाँ त सो त्यसरी स्पेस थोरै धेरै भन्दा पनि कथा कुन आधारमा लेखिएको छ पक्कै पनि मलाई अलिकति राम्रै लागेर स्पेस यताउता सबै राम्रो लागेर नै मैले गरेको हो भनौँ न होइन अनि सो सकेसम्म आफूलाई प्रुभ गर्न मैले कोसिस पनि गरेको छु जति दिएको छ त्यतिमा अनि दिएको समय अवधि भन्दा पनि त्यो क्यारेक्टर मैले कसरी त्यसलाई जस्टिस दिएको छु भन्ने कुरा चाहिँ म्याटर गर्छ जस्तो लाग्छ मलाई सो त्यस्तो चाहिँ मलाई केही लाग्दैन स्पेसको कुरा चाहिँ अब हामीलाई पनि केही त्यस्तो भयङ्कर लागेन होइन हाम्रो करेन्ट हो टाइटल स्पोन्सर होइन त्यही भएर अलिकति कन्भर्सेसनलाई स्पाइसी बनाउनुपर्छ होइन त्यसको लागि केही रमाइलो गर्नुपर्छ केही तपाईँहरूलाई पनि गिफ्ट दिनको लागि पनि मैले अप्ठ्यारो त पार्नु पऱ्यो कम्पिटिसन त गराउनु पऱ्यो होइन प्रतिस्पर्धामा को हावी हुनुहुन्छ कसले चाहिँ मजाले मजेदार हिसाबले सवालको जवाफ दिनुहुन्छ उहाँले नै यो गिफ्ट ह्याम्पर पाउने होइन अनि त्यही भएर यो चाहिँ करेन्ट प्रेजेन्स फन्नी एन्ड ऱ्यापिड फायर राउन्ड हो हाम्रो पहिलो राउन्ड रहेको छ गलत जवाफ मात्रै दिनुहोस् है सही जवाफ नदिनुहोस् गलत जवाफ मात्रै दिनुहोस् सो गलत जवाफ दिनुपर्ने छ अडियन्सलाई क्लियर गराइदिन्छु नि त म सो हजुरहरूले बुझिदिनु होला ओके तपाईँहरू बिचको एकअर्काको सम्बन्ध के हो भन्ने गर्ले दुवैजनाले गलत गलत जवाफ दिनु पर्यो एकअर्काको बिचको सम्बन्ध के हो दिदी भाइ कस्तो राम्रो तपाईँहरूलाई कस्तो तपाईँलाई पुरुष तपाईँलाई महिला मनपर्छ मलाई नराम्रो मलाई धेरै नराम्रो नरसिंह अवतार चलचित्रको भिलेन को हो राज कटुवाल सनिसा भट्टराई नेपालको सबैभन्दा असल नेता को हो मदन रिजाल मैले त्यही भन्नु पाउँदिनँ सनिसा भट्टराई ओके महानायक भन्ने बित्तिकै दिमागमा कसको नाम आउँछ राज कटुवाल मदन दाइ दाइ गलत जवाफ दिएको है मैले गलत जवाफ यो चाहिँ नराख्ने कि पछिल्लोवाला जस्तो अब यो हाम्रो सिनेमा इन्डस्ट्रीको समग्रमा पो महानायक राजेश हमालजी हुनुहुन्छ त म पनि कसैको महानायक हो कि भनेर म आफूलाई एकछिन रिकल गरेको कि शनिसानी मेरो नामले त कसै गलतै त भनि नहालौँ भन्ने मलाई फिलिङ्स आयो तर वी रेस्पेक्ट राजेश दाइ उहाँ नै हो हाम्रो महानायक गिभ द एक्सप्रेसन्स है अब एक्सप्रेसन दिनुहोस् ह्याप्पी हाँस्दिनु त हो नि के गर्नु एङ्ग्री स्याड एउटै आउँछ त दुईजनाको एक्सप्रेसन राम्रो छ है डर फियर भएन भयो कि तर दुवैजनाको चारवटामा चारवटा एउटै आएको एक्सप्रेसन त्यो त अनि सबैको एउटै त हुन्छ नि एउटै कुरा डराउँदा हुने एउटै हो आफू खुसी हुँदा होइन अलिकति केही फरक हुन्छ कि पर्सपेक्टिभ भएको छ नि राजदाई आफ्नो छेउमा भएको मान्छेलाई 2 मिनटसम्म फकाउनुहोस् 2 मिनटसम्म फकाउने खासमा ऊ रिसाउँदैन हत्तपत्त कसरी थाहा भयो तपाईँलाई रिसाइरहेको छ ऊ ओके हेर नरिसाऊ हाम्रो सिनेमा आउँदैछ जेठ 9 गते होइन त्यसको लागि हामी प्रमोसनमा जानुपर्छ मबाट केही गल्ती भएको भए सरी सनिसाजी भयो यार फकाउन सकेन रिसाउने आएन मलाई कसरी रिसाउने कि मदन दा बिरामी हुँदा पनि प्रमोसनमा दौडाएको भनेर गाली गर्नुहोस् यस्तो बिरामी भइरहेको छु म माइन्ड नगर्नु है कसैले पनि म ठिक छु अहिले मेरो मुभीको लागि चाहिँ म हिँड्न सक्छु बिरामी भए पनि यस्तो बिरामी भइरहेछ म बोल्न सकिरहेको छैन टन्सिल भइरहेछ मलाई होइन खोकी लागिरहेछ बिचबिचमा डिस्टर्ब भइरहेछ यस्तो बेलामा पनि मलाई रेडी भएर जानै पर्छ भनेर मलाई जबरजस्ती किन ल्याएको राज्य भन्नु निर्मातालाई सोध्नु पर्यो मानौ सनिसा अब यो तपाईँको पहिलो त होइन होला तर अन्तिम प्रेमिका हुने तयारीमा हुनुहुन्छ मानौ है फेरि यो नोटिस गरौँ मानौ तपाईँले आफ्नो मनमा भएको कुरा उहाँलाई एक्सप्रेस गर्नुहोस् लभको हिसाबले अन्तिम उनै हो अन्तिम अब योभन्दा पछाडि म हेर्दिनँ अगाडि जति हेर्नु हेरेँ ती गलत निर्णय भयो मेरा तर अब चाहिँ तिमी नि मात्रै हो स्क्रिप्टै दिएँ मैले लास्ट गाह्रोलाई
प्रेमिका यतिकै बस्ने हो आफ्नो एटिट्युडमा केटीहरू कसरी बस्छन् थाहा छैन मलाई अनि हेर तिमीलाई म धेरै माया गर्छु आजभन्दा पहिले पनि मैले केही गल्ती गरेको छैन त्यो आफै हाँस्छ पहिला गल्ती गरेको छैन तिमीले भन्यो नि त मेरो अन्तिम हो नि त म अन्तिम हो ल मेरो सुरु पनि तिमी नै होइन नगएको तिमी टुक्रा हालेर त्यहाँ हाल्छ नगरौँ बर्बाद भयो यो पास गरेँ मैले अब जहिले किन केटाहरूले दुःख पाउने त सनी सर तपाईँको पालो दाइले सक्नु भयो भने इज अ भेरी ब्याड एक्टर अन रोमान्स त्यसरी नै आउँछ नि त अनि मेरो त झन् अहिलेसम्म आएकै छैन हेर्नु त्यस्तो नगर्नु न तपाईँ राख्नु न त आफ्नो साइडबाट किन कोही छोरी मान्छेले पनि त केटा राम्रो लागेर प्रपोज गर्न पाइयो नि त हेर्दै दाइको सुन्नु हजुर मेरो अन्तिम प्रेमी हो म हजुरलाई धेरै माया गर्छु अनि हजुरसँगै बाँच्नु मन छ हजुरसँगै मर्नु मन छ छ्या हुँदैन जिप्पाइ भयो सक्यो यस्तो गाह्रो टाक्स नदिनु न छ्या ल ओके अब होइन हामी यो नर्सिमाभित्र गएका छौँ नि त थाहा भयो नि तपाईँले कहाँभित्र गइरहनु भएको छ त्यो तपाईँहरूको इच्छा हो नि त तपाईँ चाहिँ म तल केही व्यक्तिहरूको नाम लिन्छु उहाँहरूसँग याद के छ होइन तपाईँले सहकार्य गरेका व्यक्तित्वहरू हुनुहुन्छ अनि के भन्न मन छ है विराज भट्ट यादहरू के छ मलाई यो सिनेनगरीमा मलाई सिनेमा क्षेत्रमा डेब्यु गराउने एकदमै राम्रो कलाकार सिनियर कलाकार हजुरलाई धेरै धेरै धन्यवाद अनि हजुरले गर्दा नै म सिनेमा क्षेत्रमा पाइला चाल्न पाएँ अनि कति धेरै कुराहरू नबुझेको कुराहरू सिकाउनु भयो अझै पनि सरसल्लाहहरू दिनुहुन्छ अनि जहिले पनि हजुरको साथ माया रहिरहोस् त्यही नै हो राजेश हमाल हजुरलाई पनि धेरै धेरै सम्मान अनि हजुर एकदमै राम्रो कलाकार हो म सानैबाट हजुरको चलचित्र हेर्दै हेर्दै ठुलो भएको हो अनि अहिले हजुरसँग स्क्रिन सेयर गर्न पाउँदा एकदमै भाग्यशाली महसुस गरिरहेको छु आफूलाई हजुरबाट पनि धेरै कुराहरू सिक्ने मौका पाएँ अब नर्सिमालाई हामी दुईजना सबैजना मिलेर चलाउनुपर्छ त्यही नै हो बिमल अधिकारी हजुरलाई पनि धेरै धेरै धन्यवाद बिमललाई अनि के हो र अनि हजुरले गर्दा नै म यो फिल्डमा आउन पाएँ अनि हजुरका प्रतिभाहरू एकदमै राम्रा छन् हजुरलाई म धेरै रेस्पेक्ट गर्छु थ्याङ्क यू सो मच समीर भट्ट नमस्ते समीरजी के अरे हजुरसँग पनि मैले स्क्रिन सेयर गर्न पाएँ हजुर एकदमै राम्रो कलाकार हो हजुरलाई बलिदानको लागि धेरै धेरै शुभकामना आगामी दिनहरूमा फेरि पनि स्क्रिन सेयर गर्न पाइयोस् यो चाहिँ म अलिकति थप सोध्छु ल यो उहाँको एउटा बानी छ रिजर्भ बस्ने होइन उहाँ मिडियामा पनि खासै प्रेजेन्स हुनुहुन्न अन्तर्वार्तामा पनि खासै प्रेजेन्स हुनुहुन्न त्यही भएर इन पर्सन चाहिँ उहाँ कस्तो हुनुहुन्छ भन्ने धेरैजनालाई थाहा छैन तपाईँले सँगै चलचित्र गर्नुभयो अनि रिलिज पछाडि हलमा दर्शकहरू भेट्न पनि सँगसँगै पुग्नुभयो समीर भट्ट हुनुहुन्छ चाहिँ कस्तो रियलमा एकदमै सफ्ट स्विट हुनुहुन्छ हामी जस्तो नर्मल मान्छेहरू छौँ त्यस्तै नै हुनुहुन्छ अलिकति हेर्दा डिफ्रेन्ट देखिनुहुन्छ अलिकति तर एकदमै हाँस्ने बोल्ने एकदमै रमाइलो अनि त्यसपछि कति धेरै कुराहरू थाहा छ एकदमै ट्यालेन्टेड मान्छे हो समीरजी अनि एकदमै स्विट हुनुहुन्छ हाँसिराख्ने खालको कुरा गर्ने नबुझेको कुराहरू सोध्ने यस्तो के यस्तो भन्ने राम्रो हुनुहुन्छ एज अ पर्सन चाहिँ ओके राज कटुवाल राज्य यहीँ हुनुहुन्छ त्यसपछि राज्यसँग पनि मैले यो मेरो दोस्रो चलचित्रमा काम गर्न पाएँ हजुर एकदमै धेरै मिलनसार अनि त्यसपछि नबुझेको कुराहरू सिकाउने राम्रो मार्गमा गाइड गर्ने अनि त्यसपछि साथ दिने जहिले पनि अनि एकदमै पोजिटिभ माइन्डसेट भएको मान्छे हजुर जहिले पनि यस्तै हुनुहोस् हाँसिराख्नुहोस् अनि हामी सबैजना मिलेर नर्सिमालाई एकदमै राम्रोसँग चलाउनुपर्छ पल शाह पलजी पनि एकदमै राम्रो मान्छे काममा एकदमै डेडिकेटेड अनि कामको कुरामा चाहिँ एकदमै धेरै सिरियस हुनुहुन्छ आफ्नो कामलाई एकदमै राम्रोसँग निभाउनुहुन्छ हजुरसँग गरेका कति कामहरू एकदमै राम्रा राम्रा छन् सबै जसो कामहरू सो त्यही नै हो हजुरलाई पनि शुभकामना फ्युचरको लागि दुईमा एक है अब चाहिँ दुईटामा एक छान्नुहोस् गॉड मदन आई हेट दिस गेम निर्देशकीय क्षमताको आधारमा विराज भट्ट कि दिवाकर भट्टराई मलाई मार्नुहुन्न म त भन्न सक्दिनँ मदन दा प्लिज यस्तो नगर्नु न छ्या ल यत्तिकै
रेन्डमली विराज भट्ट कि दिवाकर भट्टराई त्यस्तो नभन्नु न मनमा को ज्यादा दुईजना नै एकदमै धेरै म एकदमै धेरै इज्जत गर्ने मान्छेहरू हामीले इज्जत गर्छौँ त उहाँहरूको हामी पनि अति नै सम्मान गर्छौँ त्यो गरेँ होइन सिनेमा क्षेत्रमा अर्को सरसँग म मेरो भर्खर मुभी आइरहेको छ सम्बन्धको कुरा पनि आउँछ म सक्दिनँ दुईजनालाई नि म एकदमै रेस्पेक्ट गर्छु ल एउटा छुट बाँकी रहेन अब छुट है एउटा छुट अरू बाँकी रहेन जगदीश समाल कि हिमाल सागर हिमाल दाई शान्तिश्री परियार कि रिता थापा मगर शान्ति दिदी प्रकाश सपुत कि पल शाह पलजीसँग धेरै काम गरेछु पलजी विमल अधिकारी कि पल शाह विमल दाई समीर भट्ट कि राज कटुवाल राजी समीर भट्ट कि पल शाह समीरजी मेलिना राई कि अनु चौधरी अनु दिदी तपाईँको पालो यादहरू अथवा के भन्न मन छ त्यही उसमा अलिकति अब तपाईँ अलिक अनुभवी भएको हिसाबले तपाईँलाई छुट छैन दोस्रो राउन्डमा पहिलो राउन्डमा छुट छ तपाईँलाई यादहरू अथवा के भन्न मन छ है यादहरू के छ तपाईँको सँगै सहकार्यको हिसाबले अनि के भन्न मन छ राजेश हमाल दाई महानायक एकदमै सपोर्टिभ अनि महानायक त्यसै हुनुभएको होइन भन्ने कुरा चाहिँ मैले उहाँसँग 1 महिना सङ्गत गर्दाखेरि त्यो चाहिँ दर्शकहरूले एउटा देशले नै प्रुभ गरेको कुरा हो भित्री रूपमा सँगै हामी 1 महिना काम गर्दाखेरि चाहिँ यति डाउन टु अर्थ मान्छे हुनुहुँदो रहेछ भन्ने कुरा फिल गरेँ मैले त्यही भएर अस्ति मैले त्यति मनदेखि लागेर उहाँको खुट्टा छोएर पनि आशीर्वाद लिएँ होइन आफ्नो कामको लागि एकदमै धेरै टाइम दिने आफ्नो काम जे हो डाइरेक्टर साहबले जे भन्नुभयो त्यो काम गर्ने आफ्नो व्यस्तताका बावजुद पनि फुल टाइम जे चिजको लागि उहाँ आउनुभएको त्यसमा नै बस्ने र एकदम शान्त रूपमा सबैलाई सम्मान गर्ने माया गर्ने जाने कुरा सिकाउने महानायक राजेश हमाललाई भन्न मन त दाइ आई लभ यु भन्नु मन छ जहिले पनि दयाहाङ राई दया दाईसँग पनि मैले काम त गरेँ होइन दया दाई पनि एकदम सपोर्टिभ मान्छे हुनुहुन्छ देशले रुचाएको व्यक्ति एकदम भर्सटाइल एक्टर दाईलाई एकदम आई मिस यु दाई भन्न चाहन्छु सञ्चिता लुइटेल म्याम पनि साथ दिने उहाँ पनि एकदमै सपोर्टिभ सुपरस्टार होइन मलिना जोशी पनि राम्रो मान्छे एउटा साथी होइन जानेको कुराहरू अनुभवको कुराहरू सिकाउने सेटमा पनि त्यस्ताहरू दिवाकर भट्टराई मनकारी मान्छे मनको मान्छे राम्रो डाइरेक्टर सनिसा भट्टराई अपकमिङ सुपरस्टार यादहरू केही छैनन् यादहरू धेरै छन् नि त्यति समय सँगै काम गरियो होइन एक अर्कालाई नजिकबाट चिन्ने मौका पाइयो अनि आफ्नो कामको लागि चाहिँ एकदमै धेरै सिरियस कसरी बेटर गर्ने भन्ने चाहिँ उसको धेरै ध्यान हुने त्यही नै हो ओके 2 मा 1 कुसुम शर्मा कि उषा उप्रेती दिवाकर भट्टराई कि ध्रुव नेउपाने दिवाकर भट्टराई सनिसा भट्टराई कि उषा उप्रेती फ्रेन्डसिपको आधारमा सनिसा भट्टराई नीति शाह कि उषा खड्गी यार यो त दुवैजना त्यही त दुवैजना त त्यो त हाम्रो लागि पनि दुवैजना हो नि होइन यसमा चाहिँ नगरौँ यार दुवैजना एकदमै एउटा छुट भयो तपाईँलाई मलिना जोशी कि सञ्चिता लुइटेल केकी अधिकारी कि प्रियङ्का कार्की केकी अधिकारी तपाईँले उहाँहरू दुवैजनाको गीतमा अभिनय गर्नुभएको छ निशान भट्टराई कि सुगम पोखरेल सुगम दाई दिवाकर भट्टराई कि अर्जुन पोखरेल बोथ त एउटा पैसाको त होइन यो अलि अत्याचारै हुन्छ नि है दुवैजनाको आफ्नो विशेषता छ नि सबैजनाको थियो त्यही पनि यो अलि अप्ठ्यारो कुरा रह्यो क्या अप्ठ्यारो केही रहेन यसमा अब अहिले फिल्म सँगै गर्दैछौँ दिवाकर भट्टराई अर्जुन दाई आई लभ यु यो यस्तो आज आएर दाइ विराज भट्ट कि निखिल उप्रेती
ओहो मारिरहेछ नि यार यस्तो नगर्न मिल्दैन भनेको मिलेन त अब करेन्ट हो नि त अलि तातो स्पाइसी आज हामीले सुट गर्दा पानी पर्दा पर्ला जस्तो पनि भइरहेको छ अलिकति करेन्ट स्पाइसी त बनाउनु पर्यो नि त विराज दाइ ओके विराज भन्छ कि दया हाङ राई विराज दाइ थ्याङ्क यू सो मच धेरै धेरै धन्यवाद जतिले पनि हेर्नुभयो उहाँहरूले त्यही हिसाबले बुझ्नुहुन्छ थ्याङ्क यू सो मच अब चाहिँ हाम्रो करेन्टको तर्फबाट यहाँहरू दुवैजनाले राम्रो खेल खेल्नुभयो मौसम पनि अलिकति चटपटा बनिरहेको छ र करेन्टको चाहिँ नयाँ चटपटे फ्लेभर आएको छ तपाईँले इन्स्ट्यान्ट चटपटे बनाउन सक्नुहुन्छ अब राज दाइले मजाले बनाएर खुवाउन पनि सक्नुहुन्छ खान पनि सक्नुहुन्छ तपाईँ जिम गर्नुहुन्छ त्यति धेरै अनहेल्दी पनि छैन हाम्रो करेन्ट मजाले तपाईँ खान सक्नुहुन्छ ओके सनिशा त थ्याङ्क यू आई लभ चटपटे करेन्ट एकदम राम्रोसँग हाम्रो फायर ऱ्यापिड बनाउनु भयो तपाईँले गेम बिचमा केही तलमाथि अलिकति घोटाला पनि गर्नुभयो तर मैले चाहिँ धेरै गरिनँ त्यसमा केही समस्या छैन सो करेन्ट बजारमा जहिले पनि नयाँ नयाँ टेस्ट र फ्लेभर लिएर आउँछ यो पटक चाहिँ चटपटे लिएर आएको छ करेन्टले होइन सो उहाँहरूको चाउचाउ नै चटपटेमय बनेर आएको छ सो नेपाली प्रडक्ट हो यो खासमा त्यही भएर नि प्रमोट गर्न नि मजा आउँछ हामी नेपाली सिनेमाको जति प्रमोट गर्छौँ नेपाली प्रडक्टहरूको पनि त्यति नै प्रमोट गरौँ जस्तो लाग्छ 2 in 1 हो यो तपाईँहरू इन्स्टेन्ट नुडल्स बनाएर नि खान सक्नुहुन्छ चटपटे बनाएर नि खान सक्नुहुन्छ सुटिङमा धेरै कुद्नुहुन्छ तपाईँहरू एउटा ट्याक्क प्याकेट बोकेर ट्याक्क रेडी गरेर खान पनि सक्नुहुन्छ सो थ्याङ्क यू सो मच दाइ यो करेन्टको तर्फबाट हजुरलाई थ्याङ्क यू सो मच अब यो चाहिँ खानै पर्ने भयो नि यो चाहिँ खानै नै पर्ने भयो यो चाहिँ सनिशालाई करेन्ट र हाम्रो तर्फबाट थ्याङ्क यू सो मच फर जोइनिङ आवर सो थ्याङ्क यू सो मच होप रमाइलो भयो होला यहाँहरूलाई स्पाइसी चटपटी नै भयो होला आजको गफ बाँकी जे जति झुटहरू बोल्नुभयो त्यो चटपटी खाँदै यहाँहरू आफै निर्क्युल गर्नु होला कहीँ कतै केही झुट बोलिएको रहेछ भने दर्शकले त्यसलाई सत्य मान्नुहुन्न भन्ने हाम्रो विचार रहेको छ अन्तिममा नरसिम्हाको लागि धेरै धेरै शुभकामना जेठ 9मा रिलिज हुँदैछ सबैजनाले तपाईँहरूको यात्रा सहज होस् भनेर बाटो पनि मजाले सहज बनाइदिइरहनु भएको छ उहाँहरू सबैलाई पनि थ्याङ्क यू सो मच एट द एन्ड के भन्न मन छ अब जेठ 9 गते नरसिम्हा हाम्रो चलचित्र रिलिज हुँदैछ अहिलेको लागि सबैजना त्यो डेट चाहिँ मार्क गरेर राख्नु होला त्यो डेटमा हलसम्म गइदिनु होला भन्न चाहन्छु नमस्ते पनि गरिन्छ मेरो अरूभन्दा नि करेन्ट झर्नु भएन ओके सनिशा के भन्नु त्यही नै हो अब जति पनि हामीलाई हेरेर बस्नु भएको छ सबै दर्शक श्रोताहरूलाई चाहिँ हाम्रो जेठको 9 गते नरसिंह अवतार भन्ने चलचित्र पुरै देशभर रिलिज हुँदैछ हजुरहरू समय निकालेर गइदिनु होला हेरिदिनु होला राम्रो नराम्रो प्रतिक्रिया दिनु होला र धेरै माया र साथ दिनु होला थ्याङ्क यू सो मच बेस्ट थ्याङ्क यू